अहिले तपाईले कति राम्रो कुरा गर्नु, तर अहिले पछिल्लो समयमा एउटा गुरुलाई जुन हिसाबमा एउटा सम्मान दिनुपर्छ, तपाईहरुको पालामा जुन हिसाबमा पढ्नुभयो एउटा गुरुलाई अहिले पनि सम्झिराख्नु भएको छ, अहिलेको विद्यार्थीहरुमा त्यो अनुशासन जस्तो सम्झना किन घट्दै गएको छ? यो चाहिँ एकदम सही कुरा रमेश, यो चाहिँ अत्यन्तै तपाईले चाहिँ मेरो चाहिँ मनकै कुरा गर्नु भएको छ। जस्तो हामी अझै पनि गुरुलाई चाहिँ देख्यो भने हामी नतमस्तक हुन्छौं, एउटा भित्रबाटको भाव हुन्छ। अनि अहिलेका विद्यार्थीहरू के छन् भने हैन, अब उसरी चाहिँ अब सबैलाई त भन्न मिल्दैन हैन, कतिपय त हुन्छन्। अहिले चाहिँ विद्यार्थीहरूमा के भएको छ भन्दाखेरि जो गुरुलाई हैन हेर्ने दृष्टिकोण पहिलेको भन्दा अलि चाहिँ फरक भएको चाहिँ मैले पक्कै पनि अनुभव गरेको छु। पोखरा त साँच्चीकैको पोखरा नै रहेछ, पोखरा त साँच्चीकैको पोखरा नै रहेछ, माछा पुस्रे हिमाललाई अंगालोमा भरु जस्तो लाग्ने, हे भरु जस्तो लाग्ने, आफूलाई आत्मसात गरु जस्तो लाग्ने, हे गरु जस्तो लाग्ने, भावना यो हिमाल जस्तै पग्लिदिँदाखेरि मान्छे हिमाल हिमाल मान्छे भइदिँदो रहेछ, मान्छे हिमाल हिमाल मान्छे भइदिँदो रहेछ। यो हो हाम्रो मालिका एफएम 99 मेगाहर्ज।